ए बाबा त्यो मासु भातको पैसा त्यो बाँड्न गएको पैसा उसको भएको सम्पत्ति घट्नु पर्ने त बढ्या छ हाम्रै पैसा हो खाइदिने हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा हो खाइदिनुहोस् हाम्रो स्कुलमा राम्रो शिक्षा दीक्षा नदिएर लुटेको पैसा हो खाइदिनुहोस् हाम्रो बाटो पुल नहर नबनाएको पैसा हो खाइदिनुहोस् तर भोट चाहिँ घन्टीमा लगाइदिनुहोस् अङ्ग्रेजीमा टिट फर ट्याट भन्छ 34 वर्ष झुक्काए होइन 1 वर्ष तिमीलाई झुकाइदिउँ घरमा आउँछन् आमा बुवा लै मलाई है यसपल्ट पनि भोटै हामीलाई अन्तिम मौका के भन्छ नभन्छ भने बाँकी के छ होला छ होला त्यही पनि थाहा जाने होला नि अब झुटको दोकान खोल्नेलाई मैले के सिकाउनु पर्छ थाहा छ आउला केही भनेर आउला मुख धोइ पखाली गरेर आउला क्रिम पाउडर लगाइला साडी लगाएर आउला त्यतिखेर तपाईँले भन्ने के भने हुन्छ कहाँ भन्नुहुन्न बस बर्बाद हुन्छ भन्ने होइन तपाईँलाई नै भोट तपाईँले हो नि कहाँ हुन्छ त्यो होइन तपाईँलाई भन्ने हो भन्ने त्यो हो गर्ने के हो त मैले किन भन्नु परेर अब एउटा मात्र भोट हाल्दा हुँदैन फेरि दुईटा घन्टी कहाँ अर्को यसपटक दुवैतर्फ भ्रष्टाचारमा लिप्त भएका र न्याय र सुशासन माग्न सडकमा आएका बालबालिकाहरूलाई छाती र टाउकोमा ताकेर गोली खाएकाहरूले जतिसुकै देश बदलेर आए पनि यसपटक उनीहरूलाई प्रतिपक्षमा राखेर मद्दत गरिदिनु होला।